पहिला सबैजनालाई हामी चाहिँ भोटेखोला पिकनिक खेल्न जानला ड्राई पिकनिक जस्तै पैसा नहीं है त्यो हैन पैसा नहीं है इसलिए सामान भी कुछ भी नहीं क्या है हमारी पिकनिक के झोले में ए चकाचक 3 बोतल पानी रमाइलो मात्रै गर्न जाला हो हामी रमाइलो मात्रै गर्न जान्छ बेलुका त हामी त्यसै हाम्रो स्पेशल चाहिँ यो हो हैन ल अनि डाडासलाई चाहिँ हाम्रो चाहिँ जंगल स्टार्ट भयो राम्रो क्यामेरै राम्रो मान्छे नि राम्रो ल हामी एकछिन पछि फेरि जोइन हुन्छौं बाइ बाइ त्यति नि हिँड्न सक्दैन गाइज दुई ट्यु यहाँ छ उ दुईटा यहाँ छ ल अब फाइनली अब हामी चाहिँ सबैजना बुझिसक्यौँ है जंगलको एरियातिर आएको छ 8 जना जति छन् ओ माय गॉड के 8 जना केही न केही त हुन्छ भन्थ्यो तर केही हुँदैन अस्ति 8 जना भएर 9 जना बनाएको 9 जना खुट्टा मर्किहाल्यो कसको छोड्दै दिव्यानी हो र अहिले पनि दिव्यानी आएको है ल अब चाहिँ केही हुँदैन त्यस्तो त्यो माइन्ड गर्नु हुँदैन हैन सिस्टरले भ्लग एडिट गर्छ अनि मैले पोस्ट गर्छु मेरो आइडीबाट ए ब्ल्याक रङ्गोहरू उडिरहेछ सखुवाको पात सखुवाको बोर्ड सब देख्न सक्छ यस्तो छ बाटो चाहिँ एकदम रमाइलो छ हामी चाहिँ तर पर्मिसन चाहिँ पाउँदैन यसरी जाने तर नि हामी जाँदैछौँ रुखमा डाक्दैन अब्बै शीतल भइन्छ खतरा रमाइलो हुन्छ हामी चाहिँ अब सर्टकट बाटो जान थाल्यो हो हैन हामी चाहिँ अघि एकजनालाई वेट गर्दैछौँ मेन भ्लगर चाहिँ हामी दुईजना हो है फेरि इन्कम जति नै आउँदैन हामी जानु 50-50 इन्कम आउँदैछ बिहे नै भइसक्छ होला कसैले लाइक कमेन्ट सेयर गरिदिएन सब्सक्राइब गरिदिँदैन मेरो च्यानल पनि छैन बनाउँदै छिटो ल अहिले हामी फेरि एकछिनमा फेरि माया दिनुहोस् माया माया अहिले न त हाम्रो फेरि हामी चाहिँ जाँदैछौँ यही बाटै हो जङ्गल पछाडि दिदीहरू पानी सानी बोकेर आउनु भइरहेको है हामी चाहिँ हिँड्दै हो हामीले उहाँ घरबाट बोकेर आएको दुईजनाले सबै अनि अहिले उनीहरूलाई दिइरहेको मेहनती छौँ होइन उनीहरू लास्ट अल्छी आधीबाट आइपुग्नु लाग्यो गाइस हेर्नुहोस् आधी बाटो आइपुग्न लाग्यो त्यहाँ माथि गयो भने चाहिँ सैनिक इलाका छ हामीलाई चाहिँ त्यहाँ प्रवेश निषेध छ होइन त्यहाँ जानु हुँदैन हामी अनि यस्तो छ हाम्रो जङ्गल चाहिँ साल फरेस्ट धेरै छ यतातिर चाहिँ अलिक धेरै मिक्स छ भित्र छिरेर फोटो खिच्नुपर्ने है खालको गर्मी चाहिँ ओपी छ के 12 जिल्ला त हो अनि गाइस कहाँ सक्छ त ब्लगर पनि खालको छैन त हामी दुईजना हेर्नु न आमा उसले क्यामेरा चलाउँदै म बोलिरहने अरे कहना क्या चाहती है पपेट जस्तो अब चाहिँ यस्तै हो जङ्गलहरू त्यही भएर अहिले त्यस्तो नदेखौँ खासै ठाउँमा गएपछि ठाउँमा पुगेपछि चाहिँ हामी फेरि जोइन हुन्छौँ फेरि अब चाहिँ हामी आधा बाटो आइपुगिसकेका छौँ गर्मी चाहिँ लास्टै खानेकुरा फेरि हामी बोक्न नसकेर यहीँ हामी भएरै आइसक्यो गर्मी उकालो ओह्रालो अति छ क्या है गाइडहरू चाहिँ पछि हाम्रो बहिनी चाहिँ अगाडि हिँडिरहेछ डन भनेर अहिले त्यहाँ सुत जाँदाखेरि बाघ आयो भने के गर्छ यहाँ सो बाघ आयो भने मलाई खाऊ स्टे ब्याक देख्न यहाँ हामी नेचर गाइडहरू हो कि त्यो भएर जङ्गलमा आएर चितुवा बाघ देख्न पाउनु त एकदम गर्वको कुरा हो तर देखिँदैन मेरो दुईजना चाहिँ म के अरे हिँड्न नसकेर नेचर गाइड सकेर यिनीहरूले चाहिँ के भन्दैछ भने फर्स्ट यिनीहरूलाई लानुपर्ने भनेको त कहाँ थाहा अझै कामिन नखायो भने के गर्नु पर्मिसन छैन जानु आउनु होला पर्सा नेसनल पार्क घुम्नलाई एकदम रमाइलो छ अयो हात दुखिसक्यो यार मेरो फाइनली हेल्प गर्नै खोज्दैन हेल्पको खिन नगर्नु र गाइस पछाडि हेर्नुहोस् है यहाँ युनि दिव्यानी बहिनी हो यो योहना सृष्टि दिदी देख्नु त हामी गएको यतिको कन्टेन्ट नभए त फेरि हामी भाइरलै हुँदैन नि गाइस हाम्रो होइन म नजानिन भन्दा अगाडिको ट्याङ्क यो तर पानी ट्याङ्की थियो अहिले चाहिँ केही छैन यसमा
यो खाली ल्याउ लाग्यो अनि खेल्ने ठाउँ पनि आइपुगिसक्यो यो एकदम पुरानो हो देख्न सक्नुहुन्छ ल्याउ कहना क्या चाहते अब हल्का ओह्रालो झर्नुपर्छ त्यसपछि खोलाहरू हो खोलामा अब थाहै छ बर्खा होइन पक्कै आगो लाए हजुर पानी कहीँ छैन त्यो सुक्खा जमिन छ ल यही हो बाटो हामीहरू जाने दिदीको चाहिँ हल्का स्टोरेज फुल भयो अलिकति मिलाउनु पर्ने भयो के भयो होइन मेरो एन्ड्रोइड हो राम्रै आउँदैन अनुहार त्यही भएर मैले नबनाएको है त्यसमा बस गर्दिनँ होइन किनकि खासै राम्रो आउँदैन थाहा एन्ड्रोइडबाट माइन्ड नगर्नु होला हामी अस्ति नै हो उसको होलीको बेला चाहिँ यहीँ पिकनिक खेलेको थियो है अनि भाँच्ने मान्छे त्यो दाउरा पनि भाँच्दै हो त्यो नि खोला मात्रै हेर्दै हो नि हिँडै गर्नुपर्छ नि तपाईँहरू माथिबाट दिदी रिसा ऊ चाहिँ टुरिस्ट हो है जिन्दगी जङ्गल आउनु हुँदैन नि त अमेरिकाबाट अस्ति भर्खरै ल्यान्ड भएर आउनु भएको अनि जङ्गल यहाँ पिकनिक खेल्न आउनु भनेर अनि घुमाइदा ऊ हो खासै नेपाली पनि बोल्न आउँदैन ऊ चाहिँ उसको बहिनी है नेपाली बोल्न आउँदैन के गर्नु मैले त्यसरी दिदी हाई दिदी हाई हाई मैले छोटो कपडा नलाउनु है दिदी यहाँनिर अब बाटो उख भने खै हुँदैन होला भन्दा त्यही पनि ल्याएर आउनु भयो अब त्यस्तो त केही छैन भए पनि अब बाटो यस्तो छ अनि त्यो भएर भने ल अलिक फोटो राम्रो आउँछ भने त्यस्तो गर्नुभयो होला होइन अनि यहाँ आगो लागि धेरै हुने कि ठुटा अझै नि बोलिरह्यो यो ठुटा ल आगो लागेर ल हामी पिकनिक खेल्न आउँछ भनेर पुरै अलरेडी नै पुरै यस्तो गर खासै मेरोमा राम्रो आउँदैन क्यामेरा है त्यही पनि होप्सो राम्रो नभए पनि ल है होला एकछिनतिर बोलाउला पानी सानी खोजेर भ्याएपछि तर म मर्छु होला पानी चाहिँ भेटाउँदिनँ किनकि यो ठाउँमा पानी नै छैन मस्त जोक मारा रे या हात रे हल्कट हात जानुपर्छ हात्तीसान ल गाइस कहीँ छैन पानी गाइस हाम्रो खानेकुरा हेर्नुहोस् है जङ्क फुड पसल आइपुगिसक्यो अमेरिकाबाट भएर ऊ अलि नेचरलाई एकदम माया गर्ने खालको रहेछ अरू चाहिँ यस्तै हो हामीहरू जङ्गल घुमिरहेको हुन्छु नि त ऊ हेर्नुहोस् न छुट्टै ऊ खाइदिदी चढा छैन कि दुख्ने ओके दिदी आउनु न पाचक दुईजनालाई पुग्ने वेस्ट गरे मैले खाएको छु भूमिकालाई ट्रेकिङ लानु भनेको हामीले दुःख पाउनु हो हिँड्न सक्दैन काहीँ पनि हो दिवसी थरू हमारे यता हेर न धरती पुत्र त